क्रिटिसिजम पनि थियो अलिक अगाडि होइन, रिजल्ट ल्याउन सकेको छैन टिमले भनिरहेको अवस्थामा चाहिँ ठ्याक्कै यस्तो रिजल्ट आयो कि जो त्यो रिजल्ट चाहिँ ऐतिहासिक रिजल्टको रूपमा परिणत भयो। यो पटक के चाहिँ थियो नेपाली टिममा जसले गर्दाखेरि चाहिँ यो हामी ग्लोबल क्वालिफायरमा पुगेका छौँ जस्तो लाग्छ? होइन, मेरो विचारमा चाहिँ सम्पूर्ण अब हाम्रो टिमले पनि राम्रो खेलेको होइन। अब जस्तो हाम्रो अहिले टिम पनि हामीले योपालि चाहिँ नेपाल क्रिकेट सङ्घले हामीलाई लामो समय क्याम्पको बन्द प्रशिक्षणको लामो समय दिन्छ। हामीले 40-45 दिन जस्तो हामीले क्याम्पमै अवधिहरूमा बितायौँ होइन। हामीले यहाँबाट भैरवा गयौँ, वहाँको थाइल्यान्डको धेरै गर्मी छ भन्ने थाहा थियो हामीलाई, त्यही भएर हामीले भैरवामा गएर प्र्याक्टिस गऱ्यौँ 10-12 दिन। त्यसपछि फेरि हामी दिल्लीमा गएर त्यहाँको वेदरसँग सेम हुने भएकोले हामीले फेरि दिल्लीमा गएर राम्रो टिमहरूसँग प्र्याक्टिस गऱ्यौँ। अनि त्यसपछि हामी थाइल्यान्ड जाँदाखेरि चाहिँ त्यो कुराहरूमा अनि अर्को कुरा भनेको हामी योपालि इन्जुरीहरू त्यति धेरै थिएनन्। पहिला अब यो वर्षभित्रमा मैले टिम हेर्दाखेरि कोही बेला कविता कुमार इन्जोर्ड हुने, कोही बेला सीता इन्जोर्ड हुने, कोही बेला मनिषा इन्जोर्ड हुने, त्यो भएर पुरा टिम पनि भइरहेको थिएन। योपालि चाहिँ टिम पनि राम्रो थियो र मेहनत पनि हामीले धेरै गऱ्यौँ र क्रिकेट सङ्घले चाहिँ हामीलाई धेरै लामो अवधि दिएको हुनाले तयारी चाहिँ राम्रोसँगले गर्न सकेको जस्तो, त्यही भएर हामीले रिजल्ट चाहिँ राम्रो आयो जस्तो लाग्छ मलाई। यो रिजल्टले चाहिँ नेपाली यो महिला स्पेसली यो राष्ट्रिय टिम सिनियर राष्ट्रिय टिमलाई चाहिँ के मेसेज दिन्छ, के अर्थ राख्छ जस्तो लाग्छ? यसले ठुलो अर्थ राख्छ, किनभने अब पहिलोचोटि नेपाल ग्लोबलमा जाँदैछ, ग्लोबल क्वालिफायर्स उसमा जाँदैछ होइन। अब अहिलेसम्म सिनियर टिमबाट चाहिँ अहिलेसम्म ग्लोबल क्वालिफायर खेल्न गएको थिएन र योपालि हामी त्यसमा छनौट भएको छौँ। यसले चाहिँ मैले सिनियर प्लेयर हाम्रो नेपाल सिनियर प्लेयर भन्दा नि अब आउने भावी पिँढीहरूलाई पनि यसले बहुत मोटिभेसन गर्छ जस्तो लाग्छ। र अब नेपालमा चाहिँ अबको 2-3 वर्षभित्रमा अझै राम्रो टिम पनि यो अहिलेको रिजल्टले गर्दाखेरि अझै राम्रो टिम पनि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अझै पनि अलिकति ल्याकहरू त हामीले देखिरहेको छौँ, जस्तो ओपनिङहरूमा अलिकति ओपनिङ पिरियडमा समस्या पनि देखिरहेको छौँ होइन। अब अहिले यो पटक राम्रो भनेको चाहिँ हामीले 100+ टार्गेट पनि इजिली गेन पनि गरेका छौँ होइन। तर पनि यो टुर्नामेन्टबाट हामी फर्किँदाखेरि हामी यो कुरामा लाग्छौँ, अब ग्लोबल क्वालिफायरमा जाँदै गर्दा हामीले यो कुरामा चाहिँ इम्प्रुभ गर्नुपर्छ भन्ने चाहिँ एज अ कोचको नजरले के देख्नु भएको छ? हामीले अझै पनि म भन्छु हामीले फिल्डिङमा अझै हामीले धेरै इम्प्रुभ गर्नुपर्ने छ होइन। ब्याटिङमा पनि हामीले अलिकति राम्रो बलर राम्रो अपोनेन्टको ठाउँमा चाहिँ हामी अलिकति ल्याक भइरहेको छौँ। हामी अहिले पनि प्रायः जसो अन साइडमा अथवा लेग साइडतिर मात्रै खेल्ने जस्तो भइरहेको छ। तर हामीलाई ग्लोबल क्वालिफायरको लागि चाहिँ 5-6 महिनाको लामो अवधि पनि छ तयारीको लागि र त्यो अनुसारले हामीले अब चाहिँ अब भोलिदेखि हामी सबैजना खेलाडी आफ्नो ठाउँमा गए पनि हामीले उनीहरूलाई एउटा प्लान दिनेछौँ होइन। त्यो जुन कुरा हामीले यो 40 दिनभित्रमा पहिलादेखि हामीले गराइरहेको थियौँ, उनीहरूलाई प्र्याक्टिसमा गराइरहेको थियौँ, त्यही प्लानहरू उनीहरूलाई सेट गराएर चाहिँ उनीहरूलाई हामी प्लान दिएर चाहिँ त्यो एररहरू चाहिँ हामी हटाउने कोसिस गर्नेछौँ। अब ग्लोबल क्वालिफायरमा चाहिँ 10वटा टिमबाट 4वटा टिम हामी वर्ल्ड कपको लागि पुग्नेछौँ होइन। त्यो हिसाबले त्यो 4वटा टिम बन्ने रियलिस्टिक सम्भावना चाहिँ कतिको देख्नुहुन्छ? मलाई चाहिँ सम्भावना धेरै उच्च नै देख्छु, किनभने हामीले अब यहाँ हामीले पहिला पनि नेपाल क्रिकेट सङ्घले हामीलाई यहाँ युगान्डासँग थाइल्यान्डसँगै हामीलाई सिरिज दिएको थियो। त्यसपछि हामीले उता गएर युगान्डा, नमिबिया, हङकङ जस्तो राम्रो टिमहरूसँग हामीले फेरि सिरिजहरू खेल्यौँ होइन। त्यो हिसाबले यही टिमहरू नै हो अब त्यो ग्लोबलमा आउने पनि युगान्डा अफ्रिकाबाट युगान्डा कि नमिबियाहरू यिनीहरू नै आउने हो र अब जस्तै अब थाइल्यान्ड र हामी छौँ यताबाट होइन। त्यो हिसाबले हेर्दा चाहिँ मलाई सम्भावना एकदमै उच्च लाग्छ, किन 4मा र अरू टिमहरू पनि त्यस्तो अब नेपाल पनि अहिले धेरै राम्रो भइसकेको छ मेरो विचारमा, मेरो पर्सनल विचारमा धेरै राम्रो भइसकेको छ। अनि हामी अहिले मेन चाहिँ एक्सपोजर धेरै राम्रो, अब जस्तो यो वर्षभित्र हामीले एसिया कप खेल्यौँ होइन, अनि र राम्रो टिमहरूसँग सिरिजहरू गर्न हामीले खेल्न पायौँ। त्यो हिसाबले चाहिँ हामी एक्सपोजर पनि पाइरहेको छौँ र हामी बिट गर्न सक्छौँ यो टिमहरूलाई, हामी र ग्लोबलमा चाहिँ हामी अवश्य पुग्न सक्छौँ भन्ने लाग्छ मलाई चाहिँ। तयारी ठ्याक्कै कसरी जानुपर्छ जस्तो लाग्छ, किनभने अब यो अलिकति ठुलो स्टेजै भयो, किनभने हामी थाइल्यान्डसँगको यो लास्ट म्याचले पनि अलिकति हामी सजग हुनुपर्छ भन्ने कुरा चाहिँ देखाएको छ। त्यो हिसाबले तयारी चाहिँ 1 by 1 कस्तो हुनुपर्छ जस्तो लाग्छ? तयारी चाहिँ अब मलाई जहाँसम्म लाग्छ अब हामी ग्लोबल भने त ठुलै स्टेज एकदम वर्ल्ड कपको एक खुड्की पछाडि हो होइन। अब त्यो खुड्किलोमा चाहिँ हामी अब सायद हामीलाई क्यानले अहिले जस्तै अब फेरि लामो अवधिहरू क्याम्प पनि दिन्छ होला र हामीले उनीहरूलाई अहिले पनि हामी प्लानिङहरू दिन्छौँ र प्लानिङहरू अनुसार पनि गर्छौँ। र यो बिचमै हाम्रो लगभग 1-1.5 महिनापछि इमर्जिङ एसिया कप पनि हुँदैछ, त्यसले पनि हामीलाई तयारीको लागि राम्रो एउटा प्लेटफर्म दिन्छ जस्तो लाग्छ। र त्यो हिसाबले चाहिँ अब हामीलाई अहिले पनि अब क्रिकेट सङ्घको अध्यक्ष ज्यू अनि अब सचिवज्यूहरूले चाहिँ बारम्बार हामीसँग कोर्डिनेट गरिरहनु भएको छ र अब उहाँले पनि एउटा प्लानिङ दिनु, एउटा केही छ प्लानहरू दिनु भन्नुभएको छ। यो अनुसारले नै अब हामी 1-2 दिनभित्र उहाँलाई प्लान पनि दिनेछौँ। अन्त्यमा यो पटक चाहिँ इन्दुको विशेष गरी मनिषाको यो पर्फर्मेन्सलाई तपाईँले एज अ कोच कसरी हेर्नुभएको छ?
म एकदमै किनभने उहाँहरूको इन्दुको पर्फर्मेन्स लामो समयदेखि भइरहेको थिएन। अहिले इन्दुले एउटा क्याप्टेनसिप एउटा लिडरसिपको भूमिकामा जुन तरिकाले युएसँग गेमै जिताएर ल्याउनु भयो होइन। त्यसपछिको अर्को म्याचमा पनि राम्रै उहाँले ब्याटिङहरू राम्रै गर्नुभयो। अब त्यसपछि मनिषाले यहाँ पनि पहिला हामी ट्राई सिरिज खेल्दा पनि उहाँको राम्रो पर्फर्मेन्स भएको थियो होइन। मनिषा अहिले मैले जहाँसम्म लाग्छ लेफ्ट आर्म स्पिनरमा अहिले नेपालमा महिलाहरूको उसमा चाहिँ सबैभन्दा राम्रो लेफ्ट आर्म स्पिनर हुनुहुन्छ होइन। अब इन्दु मनिषा मनिषा त यङस्टर पनि भयो। अब नयाँ भर्खरै आएको प्लेयर पनि अब अन्डर 19बाट आएको प्लेयरहरू हो होइन। अब एकदमै म चाहिँ खुसी लाग्छ किन टिममा यस्तोको कुराहरूले इम्प्याक्ट पनि गर्छ। र इन्दुको चाहिँ मलाई एकदम पोजिटिभ के लाग्यो भने उहाँको एउटा लिडरसिप इनिङ चाहिँ जुन क्याप्टेन्सी इनिङ चाहिँ आयो उहाँको होइन। र अब उहाँ कन्फिडेन्ट पनि हुनुहुन्छ, उहाँले स्कोर गर्नुभएको छ, त्यसमा म एकदमै खुसी छु। पछि एउटा क्वेसन जस्तो धेरै उहाँहरू प्रशिक्षकहरू आए होइन होस्ट टिममा पनि, तर यो लामो समय 18 वर्षपछि एउटा ग्लोबल क्वालिफायर हुन पाउनुभयो। तपाईँले आफूलाई कस्तो ठान्नुहुन्छ, के सोच्नुहुन्छ, के भन्नुहुन्छ? होइन म अब आफूलाई त के अब म त खुसी पनि छु होइन एकदमै। किनभने अब यो 1 वर्षको दौरानमा म अहिले कोचिङको डिपार्टमेन्ट लिइकन हामीले एसिया कप पनि धेरै लामो समयपछि खेल्यौँ होइन। र अहिले ग्लोबलमा हामी पुग्यौँ। यो त म त एकदमै खुसीको कुरा, किनभने अब हामीले वास्तवमा अब टिमको लागि हामीले यो हुनुलाई पनि हामीले धेरै कुरा त गरेनौँ, तर हाम्रो अलिकति कल्चर म आइकन चाहिँ अलिकति कल्चर जुन पहिलाको कल्चर थियो त्यो कल्चरलाई अलिकति मैले सुधार्न मात्रै कोसिस गरेको थिएँ होइन। अब अहिले मलाई खुसी लाग्छ केटीहरू कस्तो छ नि, अब पहिला न्युट्रिसन चिजहरू खाँदैन थिए, त्यस्तो अब जे पाइन्छ त्यही गर्थ्यो। अहिले अब प्रोटिन पाउडरहरू आफै किन्न थालेछन् केटीहरूले होइन। आफ्नो क्रिकेटको सामानहरू प्रायः किन्दैन थियो उनीहरू, त्यो सामानहरू किन्न थालेका छन्। त्यो मलाई एकदम ब्याटदेखि जुत्तादेखि लिएर पहिला 1000-1500को जुत्ताहरू देख्थेँ मैले होइन। अब लगाएको हुन्थ्यो, तर हामीले त्यसपछि जुत्तामा इक्विपमेन्ट भनेको एकदमै इम्पोर्टेन्ट हुन्छ भनेर हामीले इक्विपमेन्टमा पनि उनीहरूलाई ध्यान दिन लाग्यो। हामी ब्याटहरू अहिले उनीहरूले हेभी ब्याटहरू युज गर्थ्यो, केटाकै ब्याटहरू युज गरिरहेको हुन्थ्यो। हामीले अहिले ब्याटको वेट लिएर कति केजी छ, तिमीहरूले कति केजी युज गर्ने हो, त्यो कुरा हामी सबै तिनीहरूलाई गरेको छौँ। यो सानो कुराहरूले परिवर्तन हामीले गरेको छौँ अहिले टिममा होइन। त्यो कारणले पनि रिजल्टहरू अलिक डिफ्रेन्ट आएको हुनसक्छ। त्यो कुरा त्यत्रो टुर्नामेन्ट जित्नुभयो, तर धेरै अहिले सरकारको खेलकुद परिषदबाट, नेपाल सरकारबाट, खेलकुद मन्त्रालयबाट आउनुपर्ने जस्तो लाग्छ। तर यहाँहरूको उसमा एउटा क्याम्प भए अरू कुनै पनि एउटा स्वागतको लागि आएन कि यस्तो के फिल हुन्छ? होइन अब फिल त के हुनुपर्ने, अब यस्तोमा अब अहिले हाम्रो आधिकारिक संस्था हुन त खेलकुद मन्त्रालयहरू अब अथवा राष्ट्रिय खेलकुद परिषदले अब उहाँहरूको पनि कार्य विशेषले गर्दा अब केही कुराहरूले गर्दाखेरि आउन सक्नु भएन होला। उहाँहरूले अब जस्तै हामीलाई प्रधानमन्त्रीले नै बधाई दिनुभएको थियो, पूर्व प्रधानमन्त्रीज्यूहरूले बधाई दिनुभएको थियो। यसमा हामी खेलाडीहरू त एकदमै खुसी छौँ र उहाँहरू अब सायद अब सदस्यज्यूहरू केही कार्य व्यस्तताले गर्दा आउन नसक्नु भएको होला। अब त्यसमा त कुनै पनि इस्यु छैन। हस्, थ्याङ्क यू।